हजुरलाई सबलाई स्वागत छ है फेरि सामाजिक सञ्जालमा। आज चाहिँ है। नयाँ भिडियो आउँदैछ। गाडी चाहिँ कसरी चलाउने त भन्ने विषयमा छ है। हाउ टु लर्न कार ड्राइभिङ है, त्यो विषयमा छ। गाडी इजिली चलाउन सकिन्छ हैन, त्यसको लागि चाहिँ ध्यान दिएर सुन्नु अनि यो भिडियो हेर्नु होला। इजिली चलाउँछ है त। त्यसपछि म उकालोमा कसरी गाडी चलाउने ल त्यही हो। अब चाहिँ म चाहिँ दाइको खिचिदिन्छु है। अब तपाईँहरू चाहिँ स्किप नगरिकन हेरिदिनु होला, दाइको भ्लगलाई माया गरिदिनु होला है। यसबाट चाहिँ तपाईँहरू धेरै नै सिक्नुहुन्छ। सबजनाले एबिसिडी पढिरहेछ बच्चैमा है, सुन्नुहोस्। यो एबिसी एक्सिलेटर, ब्रेक, क्लोज, यति तिनवटा भएपछि गाडी चल्यो। मेन त यो ब्रेक लगाएपछि गाडी जसले पनि चलाउन सक्छ है। ल ब्रेक चाहिँ मेन कुरा हो फेरि यसमा। ल अब चाहिँ हामी गाडी कसरी उठाउने कसरी चलाउने भन्ने विषयमा देखाउने छौँ। गाडी म अहिले नर्मल्ली देखाउने छु। गाडी चलाउँदा कता न कहाँ के होला भनेर आत्तिनु पर्दैन। गाडी चारवटा टायरले अड्डिरहेछ, मस्त। तपाईँ ढुक्क हुनुहोस्, एकदम सेफले ब्रेक लगाइदिए मात्रै पुग्छ है। फेरि म देखाउँछु कसरी उठाउने, त्यो विषयमा सब यहाँ देखाउने छु। बिस्तारै हेर्नुहोस् है त। ल अब हामी यहाँ फर्स्टमा यतिको उचालेमै देखाइदिउँ। अब यो अहिले तपाईँहरूलाई सुरुबाट नर्मलमा, अब नर्मल गाडी न्युट्रल भने अहिले नर्मल्ली जसले पनि गाडी चलाउन सकिहाल्छ। अहिले चाहिँ इभी गाडीहरूमा प्रायः अटो स्विचमा छ है। यसमा चाहिँ यो पुरानो गाडी, डिजेल गाडीहरू, पेट्रोल गाडीहरूमा चाहिँ जस नर्मल्ली आफै स्टार्ट गर्नुपर्ने हुन्छ। अनि पहिला सबभन्दा तपाईँहरू पहिला गाडी न्युट्रल छ कि छैन त्यो चेक गर्नुहोस्। न्युट्रल गर्नलाई फेरि कसरी गर्ने भन्ने हुन्छ। यस्तो गर्दाखेरि यो जुन धेरै हल्लियो नि, लामो यो लेन्जिङ गऱ्यो नि, यति लामोले लेन्जिङ गऱ्यो भने यो न्युट्रल। अनि एक गियर चाहिँ यो सबभन्दा न्युट्रल आएपछि सबभन्दा यस्तो गरेर टपमा चाहिँ 1 गियर, त्यसपछि यो 2 गियर, त्यसको सिधै तल थोरै अलिकति बङ्गाएर 3 गियर, अनि त्यसपछि सिधै तल आएपछि 4 गियर हुन्छ। यसको चाहिँ 5 गियरसम्म छ। 5 गियरको चाहिँ न्युट्रलको सबभन्दा यता लिएर टपमा हालिदिने। यसको चाहिँ ब्याक रियर गियर चाहिँ जुन 5 गियरको पछाडि त्यति जान्छ है त। ल अब चाहिँ गाडी उठाउनु सिकाउँछु, हेर्नुहोस् है त। फर्स्टमा चाहिँ सिट बेल्ट बान्नु चाहिँ नबिर्सिनु होला है। दाइले चाहिँ यो भन्न बिर्सिनु भएछ। फर्स्टमा सिट बेल्टको सबै कुरा आउँछ, म सब डिटेलली सिकाउँछु। तपाईँहरूलाई गाडी सिकाइसकेपछि नि इन्टरभ्यूमा के चाहिन्छ त्यो पनि म देखाउने छु। अहिले चाहिँ तपाईँहरूले गाडी चाहिँ नर्मल्ली कसरी उठाउने त्यो मात्रै हेर्नु। ल अलि न्युट्रलमा छ। अनि यो ह्यान्ड ब्रेक भयो, ह्यान्ड ब्रेक सम्बन्धी नि सबै पछि हेरौँला। सिट बेल्ट के गर्नुपर्छ सबै पछि सिकाउँला। अहिले नर्मल्ली गाडी कसरी उठाउने। ल न्युट्रल पछि फेरि हल्लिन्छ। एउटा सानो गियरमा हालेपछि नि हल्लिन्छ है। फेरि यो सानो हल्लियो नि त होइन, फुल हल्लिएन। ल तिमी एकचोटि हल्लाएर देखाइदेऊ त। ए यस्तो हो है, अलि लामै हल्लाइदेऊ न। यो चाहिँ न्युट्रल हो है। अब यताबाट राखेर यस्तो गर्यो भने चाहिँ 1 2 गियर जुन गियरमा पनि सानो लेन्जिङ चाहिँ गर्छ। फेरि सानो लेन्जिङमा तपाईँहरू नझुक्किनु होला, अलि चाहिँ लामो गर्नु पऱ्यो क्या, जति फुल खेल्नु पऱ्यो। अब 1 भयो। अब न्युट्रल छ, गाडी न्युट्रल छ। अब मैले पहिले फर्स्टमा भनिसकेको छु, एक्सिलेटर, ब्रेक, क्लोज, यति तिनवटा चाहिने हो। सुरुमा गाडी उठाउँदाखेरि तपाईँहरू क्लोज लिनुहोस्। अनि गाडी ह्यान्ड ब्रेकमा भएपछि ह्यान्ड ब्रेक झारिदिनु। अनि त्यसपछि 1 गियर हाल्ने, अरू केही गर्नु पर्दैन। सिर्फ ब्रेकलाई नछोडिदिनुहोस्। अहिले एक्सिलेटर थोरै बढाइदिनु। ल यो गाडी अलिक थोरै हिँडिरहेछ नि, आत्तिनु पर्दैन, केही गर्नु पर्दैन। ल ब्रेक लाउनु पऱ्यो, गाडी रोक्यो। त्यही भएर गाडीलाई केही गाह्रो छैन, इजिली जसले पनि चलाउन सक्छ। सिर्फ नआत्तिनुहोस्, ढुक्क चलाउनुहोस्। ल तपाईँहरूलाई ल बाटो सानो भयो पछिको कुरा हो, यसले चाहिँ उठाउने मात्रै हो। फेरि ल उठाउने अलि म थोरै चलाएर देखाउँछु। ल आत्तिनै पर्दैन है, ग्राउन्ड छ, ठुलो छ यहाँ। ल म एकछिन सर चलाएर देखाउँछु। सुरुमा चाहिँ बस्दाखेरि सिट बेल्ट लाउनुहोस्। गाडी न्युट्रल छ छैन चेक गर्नुहोस्। न्युट्रलको अघि नै मैले भनिदिइसकेको छु भने चाहिँ 1 गियर लगाएर, 1 गियर लगाउनुभन्दा पहिला स्टार्ट गरेर न्युट्रल भएपछि स्टार्ट हानेपछि 1 गियर लगाउनुहोस्। 1 गियर लगाउने बेला एक्सिलेटर होइन, ब्रेक पनि होइन, क्लोज चाहिँ दबाउनुहोस्, सी चाहिँ दबाउनुहोस्। सी दबाएर 1 गियर हाल्नु होला है त। सी दबाएर 1 गियर हालिसकेपछि फेरि एमा जानुहोस्। राइट खुट्टा चाहिँ एमा लगेर एक्सिलेटर पनि दबाउँदै जाने,
क्लोज पनि हल्का छोड्दै जाने यी त्यही भयो भने केही गर्न पर्दैन गाडी आफै हिँड्छ यी आफै कुदिरहेछ आत्तिनै पर्दैन है मैले धेरैचोटि बार भनिरहेको छु गाडीमा बस्दा कहिले पनि नआत्तिनुहोस् गाडी इजी छ केही गर्न पर्दैन चारो र पाङ्राले अड्डाइदिरहेछ त्यो पनि कति टेस्ट गरिरहेको हुन्छ उनीहरूले कम्पनीले तपाईँहरू आत्तिनै पर्दैन ए बाबा कहीँ जाला ठोकेलाई धराउनै पर्दैन ब्रेक लगाइदिनुहोस् रोकिन्छ अब एक्सिलेटर दबाइदिनुहोस् जान्छ ब्रेक लगाइदिउँ ब्रेक पनि लगाइदिउँ ब्रेक लाउँदा पहिला झ्वाक्क ल ब्रेक लगाइसकेपछि कसरी अब चाहिँ थोरै ब्रेक कसरी लाउने भन्ने विषयमा देखाउँछु सिधै तपाईँलाई गाडी गुडिरहेको अवस्थामा ब्रेक लाउँदाखेरि के हुन्छ गाडी तपाईँलाई धेरै एक्सिडेन्ट हुने अथवा तपाईँलाई ठोकिन सक्ने अवस्था हुनसक्छ थोरै क्लोज दबाइदिनुहोस् अनि ब्रेक लगाइदिनुहोस् फेरि क्लोज धेरै दबाउँदाखेरि एकैचोटि वाच्च दबाउँदाखेरि फेरि त्यो क्लोजको बगेर जान्छ क्लोज त्यो भित्रको एउटा हाम्रो त्यो जुन क्लोज बस्ने भाग हुन्छ त्यो फुट्नु सक्छ त्यही भएर क्लोज चाहिँ बिस्तारै दबाइदिनु होला क्लोज दबाएर ब्रेक दबाउनु भयो भने तपाईँको गाडी कोही सर्न पनि सर्दैन केही पनि गर्दैन नआत्तिनु होला ढुक्क ल फेरि जाउँ अलिक थोरै अगाडि बढाइदिउँ ल क्लोजलाई दबाउने एक गियर हाल्ने एक्सिलेटर जाने ल इजी सर छैन त अब 2 गियर हालौँ 2 गियर हाल्दिनलाई आत्तिनु पर्दैन गाडीले आफै माग्छ है गाडीले 1 गियर 2 गियर कति गियर हाल्ने आफै माग्छ गाडी चाहिँ अलिक थोरै स्पिड भयो भने गाडीको साउन्डै अर्कै आउँछ क्या झुर्र आउँछ अनि 2 गियर तानिदिइहाल्ने 2 गियर तान्नलाई नै क्लोज दबाउने हो सेम त्यही हो 2 गियरमा हालिदिने हो त्यही एकको तल सिधै तल हालिदिने आत्तिनु पर्दैन ए बाबा गियर हाल्दा ए के गर्नु पर्ला यति इजी छ बाबा यति इजी खेलाइदिने के केही गर्नै पर्दैन यसलाई यस्तो गरिदिने इजी खेलाइदिनु ल म माथिबाट देखाउँदिनँ अझै यो न्युट्रल भयो भने ल 1 गियर छ भने 2 गियर हाल्न पऱ्यो इजी खेलाइदिने इजी आयो तानिदिने क्या ए बाबा ए किन यो तान्यो भने के भन्छ यसलाई पनि असर पर्न सक्छ तपाईँहरूलाई पनि अलिकति हतार हुनसक्छ त्यही भएर स्लोली केही गर्न पर्दैन यति इजी खेल्छ यो गियर यस्तै गरिदिने 2 गियर लाग्यो थोरै स्पिड भयो गाडी अनि 3 गियर यतिकै के गर्ने 2 गियरको 1 गियरको 2 गियर सिधै तल 3 गियर हाल्दा थोरै अलिकति यता लिएर यता लाने है 3 गियर गयो त्यसको सिधै आयो भने 4 गियर गियरको बारेमा पनि बताइदिइसकेको छु स्टेयरिङको बारेमा चाहिँ अब रोडमा गराएपछि गरौँला ब्याक कसरी सिक्ने त्यो पनि अहिले एकछिनमा हामी देखाउँछौँ अहिले चाहिँ थोरै गाडी कसरी उठाउने उकालोमा कसरी उठाउने त्यो पनि के आजै देखाइदिने कि आजै देखाइदिने ल त्यो पनि आजै देखाइदिने ल अहिले हामी चाहिँ रोडमा नि जानेछौँ है अहिले चाहिँ तपाईँहरूलाई फर्स्टमा सिक्नको लागि चाहिँ ग्राउन्डमै जानु होला है अनि दाइको यो भिडियो पनि हेरिसक्नुभयो होला है अब यहाँबाट पनि धेरै तपाईँहरूले फर्स्टमै गाडी उठाउन सिक्नुपर्छ है मेन भनेको त्यही हो अनि गाडीको अलिकति कुरा नि जान्नुपर्छ मेन गाडी चलाउनु भनेको होइन त दाइ गाडी चलाउन पहिला गाडी उठाउन सिकेपछि अनि गाडी कसरी अब रोडमा कसरी चलाउने भन्ने कुराहरू तपाईँहरूलाई चाहिएको खण्डमा म थुप्रै भिडियोहरू नेक्स्ट भिडियोहरू बनाउँला होइन अहिले चाहिँ तपाईँहरूलाई चाहिँ सबैलाई जसलाई पनि चाहिन्छ मनपर्छ यो भिडियो सबैलाई मन पर्यो तपाईँहरूले उपयोगी भयो भने चाहिँ सबलाई सेयर गरिदिनुहोस् ताकि सबले सिक्न सकोस् ल साथीहरू अब चाहिँ हाम्रो सर गुड्ने छ है अहिले चाहिँ हाम्रो गाडी 1 गियरमा गुडिरहेको छ है 1 गियरमा गुडिरहेको छ ल थोरै स्पिड बढाएर हामी हेर्न सक्नुहुन्छ है चेन्ज गरिदिउँ ल यसरी हो है बस थ्यास खिच्ने एक्सिलेटर बढाउने गियर हाल्ने तपाईँहरूलाई चाहिँ चित्त केही कुरामा कन्फ्युजन भयो भने पनि कमेन्टमा गरिदिनुहोस् हामी फेरि फिल्डमा आएर तपाईँहरूलाई देखाइदिन्छौँ है त थोरै अलि उकालोमा गाडी कसरी उठाउने भन्ने कुरामा हामी अलिक थोरै उकालोमै जान्छौँ यो अलि उकालो पुग्दैन थोरै रोडमा गएर हामी अलि उकालोमा गएर तपाईँहरूलाई गाडी उकालोमा कसरी गाडी उठाउने त ल गाडी त मैले गाडी चलाउन सिकिसकेको छु मलाई उकालोमा गाडी चलाउन चाहियो भन्नुहुन्छ भने त्यसको लागि पनि थोरै क्लिप म यहाँ हालिदिन्छु है त थोरै उकालोमै जाउँ न घरै उकालोमा गइदिउँ त्यहाँ सिकाइदिउँ अब उकालोको लागि है त फेरि ल देख्न सक्नुहुन्छ है हामी चाहिँ अहिले आइसक्यो है यतिको धेरै उकालो छैन उकालै छ नि यहाँ त तपाईँले गाडी चलाइसक्नुभयो उकालोमा गाडी चलाउनु छ
मलाई उकालोमा सिक्नु छ भन्नुहुन्छ भने फर्स्टमा ह्यान्ड ब्रेक तानिदिनुहोस्। यति उकालो छ कि यो तपाईँहरूलाई ट्रायलमा सायद यति उकालो पनि पर्दैन होला। ह्यान्ड ब्रेक तानिसकेपछि एक गियर हाल्दाखेरि क्लोज दबाउनुपर्छ भने त तपाईँहरूले त्यो माइन्डमा पहिले राखेको हुन्छ। एक गियर हालिदिने अनि ह्यान्ड ब्रेक छँदाछँदै के गर्ने, ब्रेक छँदाछँदै क्लोजसँगै थोरै एक्सिलेटर दबाउने है त। तपाईँहरू आत्तिनै पर्दैन। अब ह्यान्ड ब्रेक झारिदिने एक गियरमा। कसरी उठाउनु त भन्दाखेरि यत्तिकै छोडिदिएर पहिला गाडी हुट 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 पहिला गाडीको साउन्ड अलि अर्कै आउँछ नि है। अब गाडी उठ्नु लाग्यो भने अर्कै आउँछ क्या। त्यही भएर के आत्तिनै पर्दैन। ब्रेकै समाइरहेको छैन मैले, गाडी क्लोजमै अद्दिरहेको हुन्छ क्या। ल हेर्नुहोस् कि अद्दिरहेको छैन। ल हेर्नु है। ल मैले एक्सिलेटर छोडिदिएँ भने गाडी पछाडि हट्छ फेरि। पछाडि हट्छ। त्यही भएर ब्रेक पनि नलागेर किन अड्डाउन सकिन्छ चलाइसकेपछि। तर त्यो चाहिँ ट्राई नगर्नु होला। ह्यान्ड ब्रेक लगाउनुहोस्, एक गियर हाल्नुहोस् अनि एक्सिलेटर थोरै छोडिदिएर उकालोमा मजाले उठ्छ। फेरि बार बार उठाइदिनु पऱ्यो नि त। फेरि एकछिन देखाइदिनु त अनि यो कसरी उठाउने भनेर। कसरी उठाउने भन्दाखेरि ह्यान्ड ब्रेक छँदैछ, एक गियर हाल्ने, क्लोज दबाई गर्ने र एक गियर हालिसकेपछि ब्रेक हल्का छोडिदिएर यहाँ एक्सिलेटर दिने अनि क्लोज हल्का छोडिदिने। गाडी अब साउन्ड सुन है तिमी। अब हुट 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 गर्छ क्या है। गाडीको साउन्ड थोरै आइसकेपछि ह्यान्ड ब्रेक झारिदिने, आफै उठ्छ। केही गर्नै पर्दैन। त फेरि यो पनि उकालै हो। तपाईँहरूलाई चाहिँ यत्तिकै उकालो हुन्छ होला मेरो विचारमा। यत्तिकै उकालो हुन्छ होला। यत्तिकै उकालो हुन्छ होला। ल ह्यान्ड ब्रेक छँदैछ, एक गियर हालियो हामी। अब के गर्नु पऱ्यो, ह्यान्ड ब्रेकसँगै क्लोज थोरै दिएर क्लोज पनि हल्का छोडिदिने, ह्यान्ड ब्रेक झारिदिने, एक्सिलेटर सुत्त लाने। अन्त यसमा पनि तपाईँहरूलाई कन्फ्युज भयो भने केमा चाहिँ कन्फ्युज भयो त्यो चाहिँ सब देखाइदिउँला हामी। ल अब चाहिँ उकालोको पनि धेरै खासै गाह्रो छैन। त बार बार देखाइदिँदा पनि अब त्यति राम्रो हुँदैन होइन। के बुझ्नुहोस् भने गाडी चाहिँ उकालोमा ह्यान्ड ब्रेक लगाएर एक गियर हालिसकेपछि त्यो ह्यान्ड ब्रेक नछोड्दै एक्सिलेटर थोरै दिँदै जाने अनि गाडी अलि हुट 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 अब बन्द होला कि जस्तो गर्छ नि। त्यो बेलामा चाहिँ ह्यान्ड ब्रेक स्वात्त झार्दै एक्सिलेटर सुत्त दबाइदियोस्। धेरै नदबाउनु होला नि। फेरि धेरै दबाउँदाखेरि उठ्छ नि फेरि गाडी। ठिक्क अलिकति दबाउनुहोस्, पुग्ने गरेर दबाउनुहोस्। उकालोमा चाहिँ अलिक बेसी नै दबाउनु पर्छ। त्यति कुरा चाहिँ बुझ्नु होला। अहिले साथीहरू हामी चाहिँ यो ग्राउन्डमा थियौँ है, देख्न सक्नुहुन्छ। गाडी सिक्ने बेलामा चाहिँ कहिले पनि सकेसम्म बाटोको प्रयोग चाहिँ नगरिदिनु होला। आफ्नो कारणले ठुलो दुर्घटना हुनसक्छ। गाडी चाहिँ फर्स्टमा चलाउनलाई चाहिँ सिक्नलाई चाहिँ मेरो विचारमा चाहिँ तपाईँहरू इन्स्टिट्युटै जानुहोस्। किनकि तपाईँहरूलाई चाहिँ कस्तो हुन्छ भन्दाखेरि अलिकति थोरै कसरी बस्ने, कसरी स्टार्ट गर्ने भन्ने कुरा सिकाइरहेको हुन्छ होइन। तर नर्मल्ली मैले त्यहाँ जे सिकाउने हो मैले त्यही सिकाइदिने हो होइन। मैले जाने कुरा अब म त्यस्तो प्रोफेसनल गाडी चलाएको कति वर्ष भयो, यति वर्ष उति वर्ष भन्ने हुँदै हुँदैन क्या गाडीमा। गाडी जसले पनि जसले ब्रेक चलाउनु जाने के अरे जसले ब्रेक लगाउनु जाने त्यसले गाडी चलायो। ल मैले त त्यही भनिदिन्छु। यो यति वर्ष चलायो, उति वर्ष चलायो, प्रोफेसनल केही हुँदैन। नाच्नुहोस् ढुक्क ब्रेक लगाएपछि गाडी चल्यो। ल है त साथीहरू, आजलाई चाहिँ गाडी कसरी चलाउने भन्ने विषयमा तपाईँहरूलाई दिइसकेका छौँ। अब चाहिँ हामी तपाईँहरूलाई चाहिएको खण्डमा, केही नबुझेको खण्डमा तपाईँहरूले सिधै कमेन्टमा गएर भनिदिनु सक्नुहुन्छ, कमेन्ट गरिदिनु सक्नुहुन्छ। के बुझेन त्यस सम्बन्धी हामीले फेरि रिप्लाई अब भिडियो बनाएर हुन्छ के बनाएर हुन्छ तपाईँहरूले जे भन्नुहुन्छ त्यही गरिदिनेछौँ। र पछि हामी चाहिँ अब रोडमा पनि पछि अर्को भिडियो आउनेछ भने अनि इन्टरभ्यू तपाईँहरूलाई अब ल म गाडी चाहिँ चलाउन सक्षम भयो भने चाहिँ इन्टरभ्यू चाहिँ लाई के चाहिन्छ भन्नुहुन्छ भने त्यो पनि हामी चाहिँ देखाउनेछौँ है त भिडियोमा। ल आजको लागि यो भिडियो यहीँसम्म। तपाईँहरूलाई मन पऱ्यो भने यो भिडियो चाहिँ सबलाई सेयर गरिदिनुहोस् ताकि फ्रीमा सबले सिक्न सकुन् है त। ल